मेरो कविताको शीर्षक ऊ किन उभियो। ऊ एक्लै उभिरहेछ, ऊ जस्तै जीर्ण एउटा छाप्रो नजिकै, जहाँ छाप्रो नम्बर 10 लेखिएको छ र उसको छातीमा लेखिएको छ असंख्य देशप्रेम। उसका पैतालाहरूमा टाँसिएको छ जन्मभूमिको असीम सुगन्ध। उसका यादका पोका पन्तेराहरूमा बसेको छ गाउँघरका उकाली ओराली र देउराली भन्ज्याङहरू। पुतली भिरको डडेलामा जीवनको डोप खनेर जसले थिम्पू गुड्ने बाटो बनायो, उसैले त्यहाँ हिँड्न पाएन। त्यतिखेर उसको मनमा कस्ता चट्याङहरू बज्रियो होला। कुनै दिन यसरी उसको पीडाको गहिराई नाप्ने कोसिस गरेका छौ। पसिनाको फोचु मोचु बगाएर जसले देश जस्तो बनायो, उसैले बस्न पाउँदैन त्यहाँ। त्यतिखेर उसको आँसुको बाढी कत्रो गयो होला। त्यतिखेर उसको पीडाको पहाड कत्रो भयो होला। कुनै दिन यसरी उसको पहाडको गहिराई नाप्ने कोसिस गरेका छौ। कुनै दिन यसरी उसको पीडाको गहिराई नाप्ने कोसिस गरेका छौ। जब गहिराई भेटाउने छौ, थाहा हुनेछ ऊ किन उभियो। जतिखेर बाँच्न भनेर उसले देश छोड्यो, उसले बाँचेर फेरि देश फर्कन्छु पनि सोचेको थियो। त्यतिखेर ऊ एक्लै थिएन, ऊ सँगसँगै उसका छोराछोरी पनि डोर्याउँदै हिँडेको थियो। यसरी हिँड्दा हिँड्दै ऊ यहाँ आइपुगेको थियो। एक दिन अचानक हावा चल्यो। त्यो हावाको झोक्कामा उनीहरू उभिरहन सकेनन्। जसलाई उसले डोर्याउँदै ल्याएको थियो, त्यो हावाले उडायो र लग्यो कतै दूर दूर। तर ऊ भने देश छुटेको त्यो क्षितिजतिर हेर्दै एक्लै उभिरह्यो।